ल आज पनि हामीले खण्डीकरण सम्बन्धी चाहिँ पढ्नेछौँ। 3 बजे अभिव्यञ्जकको खण्डीकरण गर्नेछौँ थप है। जस्तै y स्क्वायर माइनस 6y माइनस 27। अघि हामीले चाहिँ प्लस माइनसको गरेको थियौँ भने यो माइनस मात्रै छ है। यो पनि सेम तरिका त्यही नै हो हैन। फर्स्ट पद र लास्ट पद गुणन गर्ने, आएको गुणनखण्डलाई खण्डीकरण गरेर बीजको मान चाहिँ पत्ता लगाउने हो। अब फर्स्ट पद चाहिँ के छ, अक्षर छ, पहिलो पद हुने हो भने लास्ट पद चाहिँ 27 छ, यसलाई खण्डीकरण गरौँ, 27 गरौँ है। लास्ट संख्या के छ, बिजोड छ, दुईले जाने कुरा भएन। अब 3 ले जानलाई पहिला यो संख्याको यो फललाई 3 ले जाने हो। 7 मा 2 जोड्दा कति भयो, 9 भयो। 9 लाई भने 3 ले जान्छ हैन, 3 ले जान्छ, 3 9 मा 27 भयो। अब फेरि 3 ले जान्छ, 3 तिया 9 भयो। अब यो संख्यामा के गर्दा 6 हुन्छ त हेरौँ है। अब 3 तिया 9 भयो, 9 मा 6 जोड्दा कति भयो, 9 3 12 भयो, 6 आयो त आएन हैन। 9 मा 3 तिया 9 मा 3 घटाउँदा के हुन्छ, 9 मा 3 घटाउँदा 6 आउँछ भने चाहिँ हामीले के गर्नु पर्यो, घटाउनु पर्यो। अब y स्क्वायर माइनस 9y प्लस 3y माइनस 27 हो। किनकि अब माइनस 6y पत्ता लगाउनुको लागि त 9y बाट प्लस 3y घटाउँदा माइनस 9y बाट प्लस 3y घटाउँदा कति भयो, 6y हुने भयो। यसरी हुने हैन। अब यसबाट पनि सादा लियौँ, y आयो, बाँकी रह्यो y माइनस 9 भयो, यो प्लसको प्लस भयो। अब यसबाट सादा के आयो, 3 आयो। अब 3 सादा आएपछि बाँकी कमन 3 आएपछि बाँकी रह्यो y प्लस प्लसले माइनस प्लस माइनस माइनस भयो। अनि 3 ले 9 27 गरेर 3 9 मा 27 भयो। अब यसबाट फेरि सादा लियौँ, y माइनस 9 अनि y प्लस 3। ल यस्तै गरेर अर्को हिसाब हेरौँ है त। जेड स्क्वायर माइनस 29z माइनस 132। ल अब यसलाई खण्डीकरण गरौँ। पहिला 132 मा खण्डीकरण गरौँ। जोड संख्या भएपछि लास्ट जोड संख्या 2 ले जान्छ, 2 ले गरौँ, 2 ले यसले जान्छ, 3 भने 2 ले 13 लाई गर्दा 2 छक्का 12, यहाँ 1 बजे 1 यताको 12 भयो, 2 छक्का 12 भयो। फेरि जोड संख्या 2 ले जान्छ, 2 तिया 6, 2 तिया 6। अब यहाँ 2 ले जा, बिजोड संख्या 2 ले जान्न। अब 3 ले हेरौँ, 3 जोड्दा कति 6 हुन्छ भने 3 ले जान्छ, 3 एकानी 3, 3 एकानी 3। अब 11 बिजोड संख्या 11 रोड संख्या आइसक्यो। अब खण्डीकरण चाहिँ हुँदैन हैन। अब आएको यी गुणनखण्डहरूबाट जोड घटा गुणन गरेर के हो त, 20 को मान 29z चाहिँ पत्ता लगाउनु पर्यो। अब यो पत्ता लगाउनको लागि कसरी हुन्छ त, 11 तिया 33, 2 दुना 4, 33 मा 4 गए कति हुन्छ त, 33 मा 4 गए 29 हुन्छ हैन। ल त्यही गरौँ त। जेड स्क्वायर माइनस 33z प्लस 4z माइनस 132 भयो। अब किनकि अब 33z बाट चाहिँ 4z घटाउँदा 4z घटाउँदा के भयो, माइनस 29z हुने हैन। अब कमन लियौँ, कमन z आयो, माइनस यहाँ z बच्यो, माइनस यहाँ 33 भयो, अनि प्लस यहाँबाट कमन 4 आयो, बाँकी z प्लस माइनस माइनस भयो है। 4 ले यसलाई भाग गर्दा 33 भयो। अब यसबाट यसो सादा के आयो, z माइनस 33 अनि z प्लस 4। ल यसरी चाहिँ हल गर्ने है त।